बच्चा किन भयो? हेलो नमस्ते स्वागत छ आजको यस भिडियोमा सम्पूर्ण मित्रहरूलाई। आजको भिडियो एकदमै उत्कृष्ट बन्नेवाला छ, किनभने तपाईँले देखिराख्नु भएको छ मेरो पछाडिपट्टि धेरै साथीहरू एक्सर्साइज गरिराख्नु भएको छ र यो भिडियो कहाँ कहाँबाट हेर्नुहुन्छ भिडियोलाई लाइक कमेन्ट र सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला। आजको दुनियाँमा पैसा कमाएर मात्रै मान्छे खुसी रहन सकिँदैन। खुसी रहनको लागि चाहिँ मान्छे हेल्दी पनि हुन आवश्यक छ र यत्तिकै हेल्दी हुन सकिँदैन। हेल्दी हुनको लागि चाहिँ एक्सर्साइज गर्नुपर्ने हुन्छ र साथीहरू चाहिँ यहाँ हेल्दी रहनलाई एक्सर्साइज गरिराख्नु भएको छ। तपाईँहरू भिडियो हेर्दै गर्नु होला। साथीहरू म खानालाई रेडी हुनु होला है एक्सर्साइज गरिसके पछाडि। मित्रहरू हेर्नुहोस् है, म अहिले गार्डनमा आइपुगेको छु। प्राकृतिक रूपले अत्यन्त सुन्दर बनाइएको छ यो ठाउँ। रुख बिरुवा रोपेर यसलाई मजाले चाहिँ सजावट तरिकाले काटेर अत्यन्त रमणीय बनाएको छ। छेउमा पर देखिरहनु भएको छ त्यो बस्ने ठाउँ हो। यहाँनिर गार्डनको चारैतिर चाहिँ हिँड्ने ठाउँ छ र हिँड्दा हिँड्दा थाक्यो भने चाहिँ त्यो सेतो भएको घरमा गएर बस्नुपर्छ। त्यहाँनिर बस्ने कुर्सी बनाइहरू राखिदिएको छ। झट्ट हेर्दाखेरि चाहिँ अत्यन्त रमाइलो जस्तो देखिन्छ र रमाइलो पनि छ। यो रमाइलो गर्नलाई चाहिँ तपाईँहरूलाई मन लाग्छ भने यहाँ आउँदा हुन्छ। हेर्दाखेरि चाहिँ इलाम जस्तो देखिन्छ है, पुरै चिया बगान जस्तो। तर चिया बगान चाहिँ होइन। अनि यहाँनिर पिपलको बोट पनि छ, देखिरहनु भएको छ। यसले चाहिँ अक्सिजन धेरै नै दिन्छ भन्छ मान्छेलाई। र यहाँनिर यस्तो छ है साथीहरू। अनि उता हाइवे भएकोले गर्दाखेरि गाडीहरू दौडिरहेको छ। बगैँचामा नजाऊ तिमी, भमराले चुमिदेला। तिमीलाई सोचेर बगैँचामा नजाऊ तिमी, भमराले चुमिदेला। फुला सोचेर तिमीलाई, फुला सोचेर। गाईहरू हेर्नुहोस् है, यहाँ पानीको फोहराहरूमा पुरा इन्द्रेणी चाहिँ बसिरहेको देखिन्छ है। जस्तो रमाइलो लागिरहेको छ। मैले यो भिडियो चाहिँ तपाईँहरूको लागि बनाइरहेको छु। हेर्नुहोस् गार्डनमा यस्तो राम्रो पानीको फोहरा छोडिदिएको छ मालीहरूले। घामको किरणमा चाहिँ साह्रै मजाले देखिने रहेछ।
थियो किन आज चाहिँ मजाले देख्न पाइरहेको छु। तपाईँहरूले पनि यसलाई पनि यो भिडियो मार्फत देखाइरहेको छु हेर्नलाई। यो दुबोहरू एकदमै हरियो हुनुको मेन कारण भनेको यही हो। कोही बेला बेलामा बिहान बेलुका काम गर्ने मान्छेहरूलाई पानी दिन्छ, त्यसैले गर्दा अहिले चाहिँ हामीहरू घुमेर फर्किँदैछौँ सरर लाएर गाडीमा। घुम्दा घुम्दा थाकियो र लेलेबाट अहिले टिका भएर हुँदै फर्किँदैछौँ। यता के भन्छ त्यो ठाउँबाट ट्राफिक ज्यू पनि आउँदै हुनुहुन्छ। जाँदैछौँ आफ्नो आफ्नो ल्यान्डबाट गाडीहरू पनि हिँडिरहेको छ। साँझको बेला भइसकेकोले गर्दाखेरि सबैजना हतारमा हुनुहुन्छ। यात्रीहरू चालकहरू देख्न सक्नुहुन्छ त्यहाँ टेम्पो पनि छ। चौताराको नजिकै हामी पुगेको जस्तो मलाई लागिरहेको छ। यो चाहिँ साझा बस छ हाम्रो अगाडि गइरहेको। साझा बस पनि अहिले लगनखेल टु लेले जाँदो रहेछ र यहाँनिर देख्न सक्नुहुन्छ है मित्रहरू।